पनि नमस्कार। हाम्रो यो मुक्तिनाथको मन्दिरबाट अहिले चाहिँ हामीले मुक्तिनाथको पुरै यहाँ दर्शन गर्ने क्रममा लागिरहेको छौँ। योभन्दा अगाडि हामीले कागबेनीमा पितृ कार्य समापन गरेर अहिले यहाँ हामी दर्शन गर्नको लागि आइपुगेका छौँ। अब नुहाउने काम सकिसकेका छ। अब चाहिँ पूजाको काम बाँकी छ। यहाँको अहिले दृश्य मौसमलाई हेर्ने हो भने क्लाउडी छ। सिमसिम हल्का पानी परिरहेको अवस्था थियो भने अहिले अलि रोकिएको छ। अरू दृश्यावलोकन म पछाडि देखाउनको लागि क्यामेराम्यानलाई अनुरोध गर्दछु। पछाडिको दृश्य देखाइदियो। दृश्य एकदम मनमोहक छ, एकदम रमाइलो छ। श्रद्धालु भक्तजनहरू यहाँ दर्शनको लागि आउनुभएको छ। एउटा भनाइ पनि रहेछ, जहाँ दर्शन गरे पनि यो मुक्तिनाथको र पशुपतिनाथको दर्शन गरेन भने त्यो पुरा कम्प्लिट नहुने रहेछ। त्यही मान्यता राखेर पनि भक्तजनहरू यति टाढा आएर दर्शन गर्नुहुँदो रहेछ। सोही क्रममा हामी पनि यहाँ आएका छौँ। एकदम रमाइलो अनुभूति भइरहेछ। भ्यूजहरू एकदम राम्रो छ। अझ पूर्ण रूपमा घाम लाग्ने हो भने झन् राम्रो देखिन्थ्यो, तर पनि राम्रो देखिया छ। बाँकी अब हामी अर्को भ्यूज देखाउने क्रममा जोडिनेछौँ। धन्यवाद। ह्याप्पी न्यू इयर वन्स अगेन टु यु अल।